धन्वन्तराय नमः, भास्कराय नमः। आज म हाम्रो स्वास्थ्य चर्चा अन्तर्गत आहार विहारको महत्त्वको विषयमा चर्चा गर्दैछु। हामीले धेरैले सुनेका छौँ कि आहार विहार ठिक भयो भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ भन्ने कुरा। तर आजभोलि धेरै भ्रम यो फैलिएको छ कि धेरै जसो रोगहरुमा औषधि उपचार नगरी हुँदैन, औषधिहरु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हुन् भने जस्तो मान्छेहरूले ठानिरहेको र त्यस्तो प्रचार प्रसार भइरहेको देखिन्छ। तर साच्चै भन्ने हो भने हाम्रो पूर्वीय पाश्चात्य सबै थरी चिकित्सा शास्त्रका ठूला विद्वानहरूले आहार र विहार नै हाम्रो स्वास्थ्यको लागि सबैभन्दा बढी महत्त्वपूर्ण कुरा हो भनेर पहिलादेखि अहिलेसम्म नै यो कुरालाई जोड दिएका छन्। हाम्रो आयुर्वेद शास्त्रमा त आहार विहार भन्ने कुरो, पथ्य आहार विहार भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण हुन्छ र कुनै पनि रोग लाग्न नदिनलाई, रोग लागे पनि त्यसलाई ठिक पार्नमा उपयुक्त आहार विहारको सबैभन्दा ठूलो महत्त्व हुन्छ भनेर हामीले बुझ्नुपर्छ। र त्यसैले नै आयुर्वेदमा भनिएको छ पथ्ये सति गदार्थस्य किमौषध निषेवणे, पथ्ये सति गदार्थस्य किमौषध निषेवणे। अर्थात् पथ्य आहार विहार भएन भने रोगीलाई जति नै औषधि गरे पनि के गर्न सकिन्छ र, के ठिक हुन्छ र। र यदि पथ्य आहार विहारको पालन भयो भने रोगीलाई औषधिको किन पो आवश्यकता पर्छ र। यो किसिमको भनाइ हाम्रो प्रसिद्ध छ र खाद्य नै औषधि हो भन्ने कुरा पश्चिमका ठूला चिकित्सकहरूले पनि भन्दै आएका नै छन्। र हाम्रो गीताको प्रसिद्ध एउटा श्लोक यहाँले सुन्नु भएको होला कि युक्ताहार विहारस्य युक्त चेष्टस्य कर्मसु युक्त स्वप्न अवबोधस्य योगो भवति दुःखः। अब यो वास्तवमा जुन अष्टाङ्ग योग भनौँ अथवा चाहिँ यसमा योगको अर्थ योगक्षेमको योगलाई भनौँ। हामीले कुनै पनि जीवनमा यदि केही कुरा थप्दै जान खोज्छौँ त्यसलाई योग भनेर पनि बुझ्न सकिन्छ र अष्टाङ्ग योगलाई पनि योग भनेर बुझ्न सकिन्छ। हामीले जति साधनहरू जम्मा पारे पनि, जति थप्दै गए पनि तर युक्त आहार विहार ठिक भएन भने त्यसले दुःखको हरण गर्दैन, त्यो दुःख हुँदैन भन्ने कुरालाई गीतामा समेत स्पष्ट रूपमा बताइएको छ। किनभने यदि हाम्रो सुत्ने उठ्ने समय नै ठिक भएन, सुत्ने उठ्नेको निदो नै भएन, खानीपिनीको निदो नै भएन र हामीले नियमित दिनचर्या दैनिक नित्यकर्महरू नै गरेनौँ ठिकसित भने हामीले बलजफ्ती औषधिहरूको आधारमा स्वस्थ हुन्छु भनेर ठान्नु चाहिँ एउटा मूर्खता हो। त्यसै हुनाले सबैभन्दा पहिला हाम्रो ध्यान यदि स्वास्थ्यको लागि हामी धेरै सजग हुँदै जाँदाखेरि यो आहार विहार ठिक होस्, हाम्रो आहार विहारमा के गडबड छन् त्यसलाई सुधार्न सकियोस् भनेर हामीले पहिलो कुरा सोच्नुपर्ने हुन्छ। र धेरै जाँचबुझ अथवा ठुला ठुला महँगा औषधि उपचारले चाहिँ हामी स्वस्थ हौँला अथवा त्यसलेबाट स्वास्थ्य पाइएला भनेर मात्रै पछि दगुर्यौँ भने हामी वास्तवमा साँच्चै स्वस्थ हुन सकिँदैन। यो कुरालाई नै ध्यानमा राखेर अब उपयुक्त आहार विहार भन्नाले के बुझिन्छ त भन्ने कुरातिर एकछिन लागौँ। अब उपयुक्त आहार विहार भनेको सबैको लागि एउटै किसिमको आहार अथवा एउटै किसिमको विहार अर्थात् दिनचर्या आदि सम्पूर्ण यो सुत्ने उठ्ने समेत विहारमै पर्छ वास्तवमा। यद्यपि युक्त आहार विहारस्य युक्त चेष्टस्य कर्मसु युक्त स्वप्न अवबोधस्य योगो भवति दुःखःमा विशेष यो निद्राको छुट्टै महत्त्व भएको, सुत्ने समय उठ्ने समयको छुट्टै महत्त्व भएको हुनाले छुट्टै उल्लेख गरियो। तर आहार विहारभित्र नै ठिकसित सुत्नु, ठिक समयमा सुत्नु उठ्नु पनि यो विहारभित्र नै पर्छ। र साँच्चै भन्ने हो भने यो सबैको लागि एउटै आहार उपयुक्त हुन्छ अथवा चाहिँ सबैले यस्तै किसिमको खानुपर्छ यो चाहिँ पोसिलो हो भनेर जुन खालको हाम्रो भ्रम पैदा भइरहेको छ त्यो पनि सत्य होइन। आफ्नो अवस्था अनुसार, आफूले चाहिँ पाचन शक्ति अनुसार, काम अनुसार चाहिँ मान्छेको भोजन कसलाई के साथमा हुन्छ, कसलाई कुन हितकारी हुन्छ भन्ने कुरा निर्धारित हुन्छ। एउटै कुरा पनि कसैको लागि त्यो धेरै मान्छेको लागि राम्रो हुने, हितकारी हुने भोजन पनि अत्यन्तै पाचन शक्ति दुर्बल भएको अथवा चाहिँ अन्य कुनै विशेष समस्या भएको मान्छेलाई उपयुक्त नहुन सक्छ। त्यसैले नै हाम्रो प्राचीन आयुर्वेदज्ञहरूले के भने परीक्षितमस्नियात् न लोभन्नाप्यभिज्ञानाद् आहारमुपयोजयेत्
परीक्षयितम स्नियात् देहो ह्याहार सम्भव। हामीले आफ्नो शरीरको लाई कस्तो छ भनेर चाहिँ अरूले सजिलैसित थोरै समयमा जान्न सक्दैनन्। हामीलाई अहिले अर्को यो भ्रम परेको छ कि चिकित्सकले एकछिन जाँचेर एकैछिन कुरा सुनेर हाम्रो शरीरको बारेमा धेरै कुरा जान्न सक्छन् भन्ने चाहिँ व्यापक रूपमा मान्छेहरूको यो ठनाइ छ। तर त्यसबाट हामीलाई लाभ हुँदैन। हामीले आफ्नो शरीरको बारेमा आफै नै जान्नु पर्दछ। मेरो शरीर कस्तो छ, यसले कस्तो कुरालाई चाहिँ राम्रोसित पचाउँछ अथवा मेरो शरीरको लागि कुन कुरा हितकर हुन्छ भन्ने कुरा हामीले त्यही भएर परीक्षयितम स्नियात् भन्यो। हामीले परीक्षण गर्नुपर्छ। विशेष गरी कुनै आफूले साथमा नभइरहेको, आफूले नखाइरहेको अथवा चाहिँ कुनै नयाँ वातावरणमा पैदा भएको वस्तुहरूलाई हामीले खानलाई त्यो राम्रो हो भनेर कसैले भनिदिएको आधारमा विदेशका फलफुल राम्रा हुन्, विदेशमा उत्पादन भएका यस्ता यस्ता कुरा राम्रा हुन् भनेर जुन प्रचार प्रसार हुन्छ त्यसको हावामा लाग्नुको सट्टा हामीले अब त्यस्ता कुराहरू हाम्रै देशमा उत्पादन हुन थाले भने अलिकति हाम्रो माटो पानीबाट त्यसबाट परिवर्तन भएर हामीलाई अलिकति सुहाउँदा बन्न सक्छौँ। तर आयातित वस्तुहरूले धेरै राम्रो गर्छ भन्ने भ्रममा हामी पर्न हुँदैन। र यसको लागि एउटा महत्त्वपूर्ण कुरा आयुर्वेदमा बताइएको छ। त्यो कुरा के हो भने यस्य देशस्य यो जन्तु तज्जम तस्यौषधम हितम। अर्थात् जुन देशको जो जन्तु, हामी पनि जन्तु नै हो, मान्छे पनि जन्तु नै हो, जुन देशमा जो जन्तु छ, मान्छे लगायत सम्पूर्ण पशुहरू हामी पक्षीहरू छौँ, त्यसको लागि त्यही देशमा उत्पन्न भएको नै हित हुन्छ, हितकारी हुन्छ, भोजन पनि औषध पनि। यो दुईटै किसिमले भन्ने हो भने हाम्रो माटो पानी सुहाउँदो कुराहरूलाई हामीले भोजन गर्नुपर्छ। अरू नै वातावरणमा अर्कै खालको वातावरण उत्पादन भएका पशु पक्षी अथवा चाहिँ अन्न फलफुलहरू वास्तवमा भन्ने हो भने हाम्रो लागि धेरै हितकर हुँदैनन्। हाम्रै वातावरणमा जस्तो हिमाली वातावरणमा बसेको मान्छेको लागि हिमालकै वातावरणमा उत्पादन भएको चिज बढी हितकर हुन्छ। हाम्रो समथल अत्यन्त उष्ण प्रदेशमा बस्नेको लागि विशेष हितकर त्यही उष्ण प्रदेशमै उत्पादन भएका चिजहरू हुन्छन्। त्यस हुनाले आहारको महत्त्वलाई बुझ्दाखेरि हामीले आफ्नो जुन स्थानमा हामी बस्छौँ त्यो ठाउँमा उत्पादन भएको चिजहरूमा नै बढी बल दिनुपर्छ। तर अर्को कुरा अहिले के भइदियो भने हाम्रो उत्पादन धेरै गराउने अथवा चाहिँ उत्पादनमा चाहिँ वृद्धि गराउने उन्नत बिउ उन्नत मल भन्दै जाँदाखेरि हामी अत्यन्त अस्वस्थकर खाद्य पदार्थहरू खान बाध्य भयौँ। र यो उन्नत बिउ अथवा उन्नत मल उन्नत कृषि भन्नाले हामीले चाहिँ हर उत्पादन धेरै गराउने युरिया आदि विभिन्न खालका चाहिँ रासायनिक मलहरू, रासायनिक अनि विषादीहरू, किरा फट्याङ्ग्रा मार्नलाई विषादीहरू प्रयोग गरेको आहारहरू खानाले हामीलाई त्यो हितकर हुँदैन। हाम्रै ठाउँमा जमिनमा उत्पन्न भए पनि त्यो हितकर हुँदैन। र जुन ऋतुको फल हो, जुन ऋतुमा उत्पन्न हुन्छ त्यो ऋतुको नै फल खानु, त्यही ऋतुका तरकारीहरू खानु हाम्रो लागि हितकर हुन्छ। ऋतु भिन्न वस्तुलाई हामी अनार्थक वस्तु भनेर चिन्छौँ। ऋतुसित सम्बन्धित नभएको अर्थात् बलजप्ती उत्पादन गरिएको त्यस्ता वस्तुहरूले पनि हामीलाई हित गर्दैन। ऋतु अनुसारको फलहरू खानु, ऋतु अनुसारको चाहिँ सागपात तरकारीहरू खानु नै हाम्रो लागि हितकर हुन्छ। र अर्को कुरा यो जुन खाने पदार्थको कसले कसलाई हित गर्छ भन्ने कुरामा हाम्रो बाल युवावस्था वृद्धावस्था अनुसार पनि हामीले बुझ्नुपर्ने हुन्छ। किनभने बाल बच्चाहरूको लागि थोरै थोरै बेला बेलामा खानु पनि हितकारी नै हुन्छ। तर युवावस्थामा त्यसरी खाइराख्नु स्वस्थकर मानिँदैन। किनभने हाम्रो जुन पाचन प्रणाली छ त्यसलाई पनि हामीले काम जतिखेर पनि काम गराउनाले हानि हुन्छ। र चबाई चबाई नखानु, कुरा गर्दै खानु, ठुला ठुला स्वर गरेर खानु, अरू नै कुरामा ध्यान दिएर अरू नै कुरामा व्यापृत भएर खानु पनि स्वास्थ्यको लागि हितकर हुँदैन। र त्यो आहार राम्रै भए पनि त्यसरी खानाले हामीलाई हित गर्दैन। अब अहिलेको लागि हामी आहार विहारको चर्चामा आहारमा अलिकति हामीले चर्चा गर्यौँ। विहारको सम्बन्धमा नित्य दिनचर्याको विषयमा हामी अर्को एउटा भागमा कुरा गर्नेछौँ। यति भन्दै आजको यो स्वास्थ्य चर्चा यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद।